त्यो ढुस्से लाग्यो यार केही देखिन गोरु यहाँ पर उभिरहेछ देखिँदैन होला क्यामेरामा त वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग सो आजको ब्लगमा पनि स्वागत छ तपाईँहरूलाई होइन आज चाहिँ फेरि म एक्लै हिँडाउनु पर्ने हुन्छ आज पनि मैले एक्लै गोरु जोत्नु पर्ने हुन्छ हिजो जुवा बोक्दै थिएँ आज चाहिँ हलुल मात्रै छ होइन सो म अब खेततिर जाँदैछु ओह्रालो त्यही हो हिजो जोतेकोमा बिहान चाहिँ आली लाग्यो अनि अहिले दिउँसो चाहिँ जोत्नु पर्ने हुन्छ बिहान चाहिँ मैले भिडियो बनाइनँ सो अहिले चाहिँ जोत्नुको लागि हिँड्दै गरेको सो अब गोठमा गएर गोरु लगेर नारेर जोत्नु पर्ने हुन्छ सो म चाहिँ गोरु गोठमा पुग्न लागिसकेँ जस्ट आज चाहिँ यता देख्न सक्नुहुन्छ हल्का भनौँ न
रोप्दैन, बाँझो खेत हो, देख्न सक्नुहुन्छ है सबै जङ्गल हो। जा यता बाबा गोठाल हुनुहुन्छ, बाख्रा त तल छन्। मेरो बाउ कहाँ हुनुहुन्छ भनेर म हेर्दैछु जस्ट। यहाँबाट उता चाहिँ अब फ्री, जति घाँस खान्छस् खा। जस्ट हाम्रो गाईबस्तु चाहिँ यहाँ तल छन्। त्यो गोरुले साथी आयो भनेर हिँड्दैछ, सानो गोरु। यिनीहरूलाई चाहिँ भोलि बिहान जोत्नुपर्ने हुन्छ। यिनीहरूको चाहिँ अहिलेको छुट्टी भयो, दामी घाम लाग्यो। जस अब राम्ररी चर्ने भयो, राम्ररी घाँस खाँदै बसोस्, म चाहिँ लाग्दै होइन। सो अब मैले चाहिँ ला खुकुरीको काम पो छ त, खुकुरी त बाउसँग मात्रै छ। त्यो बाबा चाहिँ तल जानुभएको रहेछ, खै के गर्नु जानुभयो, एक दुईवटा बाख्राहरू ओह्रालो गयो होला। अनि जस्ट अब चाहिँ मैले उत्तिसको हाँगाहरू काट्नुपर्ने हुन्छ। त्यहाँनिर ठ्याक्कै सेप हुन्छ क्या, भोलि पर्सि धान ढल्छ, सेप हुन्छ। त्यहाँ खेतको बिचमा सानो सानो उत्तिसहरू रहेछ, अनि सिमालीहरू झ्याङहरू रहेछ, तिनीहरूलाई काट्नुको लागि बाबालाई खुकुरी मागेको। जस अब तिनीहरूलाई काट्ने काम गर्नुपर्ने हुन्छ। मैले चाहिँ टाइम अझै बाँकी नै छ, अझै पनि मलाई त्यो काट्नु कति पनि लाग्दैन, आधी घन्टामा सकिन्छ। मम्मी र बोजू चाहिँ यता जाँड खाँदै हुनुहुन्छ, कोदोको जाँड अघि मैले भिजाइदिएको। अनि यहाँ बिउ उखाल्दै हुनुहुन्छ दुईजनाले चाहिँ। ल टाटा बाई, म गएको अब तल खेतमा। छिटो छिटो गएर गेम पो खेल्नु पाइन्छ कि भनेको त खेतमा अघि जोतेको ठाउँमा यसो पानीहरू मिलाएको, रात परि पो गयो। अब यो सेउला झार्नु पर्ने छ फेरि। त्यस मैले चाहिँ अब यो भयो एउटा सेप, आउँदै धान ढल्छ भनेर यसलाई चाहिँ उयो तलको चाहिँ चढ्नु सकिँदैन, अलिक सुरिलो छ। यसमा चाहिँ चढ्नु सकिन्छ होला। यसलाई काट्नुपर्ने हुन्छ, यसलाई काट्नुपर्ने हुन्छ अब हामीले। जस्ट मैले चाहिँ झारिसकेँ सबै। यसलाई चाहिँ चिन्डुराम बनाएँ मैले त्यसको झारेर। अब यो यहीँ पन्सिरहेछ नि त, यहाँ त भोलि धान रोप्नु पर्ने छ। त्यसैले यसलाई चाहिँ एकै चुड्कीमा साफ भयो। तर यहाँको यता आएर यहाँनिर थुप्रियो। जस्ट यसलाई चाहिँ एकै चुड्कीमा हामीले क्लियर गरिसक्यौँ। पानी पनि सिरिरी पर्दैछ। अब यो झाडीहरू काट्नुपर्ने छ होइन, सो त्यही हो। अब पानी पर्दैछ, अब फोन भिज्छ होइन, भिडियो बन्दैन होला। सो आजको भिडियो यहीँ एन्ड हुन्छ।